कोकोनटको भित्रको गुदी चाहिँ कसरी निकाल्ने कडा न कडा हुन्छ त भनेर अस्तिको भिडियोमा एकजना बहिनीले कमेन्ट गर्नुभएको छ कि भिडियो अन्तिमसम्म हेर्नु होला कि म सजिलैसँग फोडेर कोकोनटको गुदी निकाल्ने तरिका सिकाउँछु होइन एक्सर्साइज गरेर छ नि कोकोनटको झोल दिन्छ कि भनेर पछाडि पर्खेर बसिराख्नु भएको छ है म चाहिँ गुदी खाँदैछु है झोल भन्नाले कोकोनट वाटर पनि आधी खाएँ है खानु चाहिँ मलाई पनि साह्रै मनपर्छ कोकोनट वाटर चाहिँ हामीले खाने कोकोनट जस्तो एकदम गुलियो मिठो त छैन कि तर ठिक्कको छ नि मिठै छ अनि मलाई त नाच्नु जस्तो लागेर खाइदिएको है तर रस मात्रै खाए पनि हुन्छ उनलाई चाहिँ होइन अनि मैले चाहिँ सलादमा राखेर छ नि भेजिटेबल सलादमा मिसाएर सबै खाइदिएको कि अनि मेरो बुढालाई पनि खुवाइदिएको है थाहै छैन त्यो के हो भनेर खाँदै बारीमा काम गरेर अब थकान भयो कि अनि अस्ति एकचोटि खाएर मिठो लाग्यो अनि मैले अर्को पनि किनेर ल्याएँ कि यहाँनिर पाल जस्तो बनाएको छ कि कसै भने पसिहाल्यो है पस्यो अझ त ल सजिलोसँग पस्यो है यो यस्तो छ कि काठकै जस्तो यस्तो छ कि झोल आयो यो म्युजिक चाहिँ मेरो बुढाले एक्सर्साइज गर्दाखेरि लगाउने म्युजिक क्या अनि म्युजिक भएन भनेदेखि एक्सर्साइज गर्न रमाइलै हुँदैन अरे क्या अनि यो कोकोनट चाहिँ आज मलाई अलिअलि शङ्का लाग्यो कि डुसी परेको छ कि जस्तो लागेर म चाहिँ पहिला खोलेर हेर्दैछु है मलाई चाहिँ अलिकति डर लाग्छ कसरी फुटाउनुहुन्छ सिस्टर भनेर मलाई सोध्नुभएको थियो कि त्यो चाहिँ नि यो छ नि यहाँबाट यसरी छ नि हामीले नेपालमा नदीको काटेको जस्तै हो है अब तपाईँहरूले नदीको काटेर खाने ठाउँ बस्नु भयो कि भएन त्यो थाहा भएन मलाई है अनि यसरी यो उक्काउँदै जानुपर्छ बुझ्नुभयो यो यत्तिकै टाँसिनै रहेको छ भनेदेखि चाहिँ छ नि निस्किँदैन है यो उक्काउँदै जानुपर्छ नरिवलको बोका नरिवलको जटा भन्छ क्या होइन नरिवलको जटा सबै उक्काइसकेपछि उक्काउने तरिका चाहिँ सिकाइदिन्छ है कडा खालको छिप्पिएको भन्दा सजिलै हुन्छ यसरी उक्काउँदै जाने होइन अनि यो भित्रको गोटी निस्केपछि अनि घरभित्र चाहिँ नफुटाउनु है यस्तो योहरू दाईहरू फुट्छ कि बाहिरतिर होइन भर्याङतिर पनि नफुटाउनु है बाहिरतिर ढुङ्गातिर लगेर ड्याम ड्याम हान्ने अनि फुट्छ है अनि फुटे पनि अब अलिअलि त्यो जटाहरू छ भनेदेखि चाहिँ नि यो निस्किन गाह्रो हुन्छ कि यसरी निकाल्नुपर्छ भन्नु बल लगाएर है अनि खाएर हेर्नु है त्यति साह्रो साधारण नरिवल जस्तो चाहिँ मिठो हुँदैन कि तर पनि मिठै हुन्छ होइन अब हामी कोकोनटको एमसिटी ओइल किनी खान्छौँ होइन त्योभन्दा त धेरै राम्रो हुन्छ नि त यो त फ्रेस झन् के भन्छ भर्खर निकालेको सुपर एमसिटी ओइल जस्तो लाग्छ है मलाई चाहिँ अनि मैले चाहिँ सबै खाइदिएँ है सलादमा राखेर दहीमा राखेर है अब आफ्नो आफ्नो सोचाइको कुरा है मलाई चाहिँ नि प्रोसेस भन्दा पनि नेचुरलै मनपर्छ यो चाहिँ के बिग्रिनु लागेको छ कि रहेछ के हो यो त पानी रहेछ काटेर चाहिँ मलाई शङ्का लाग्यो है राम्रो रहेछ जस्तो छ किनभनेदेखि एकचोटि चाहिँ म कत्रा डुसी परेकोमा परिसकेको छु कि त्यहाँदेखि चाहिँ मलाई एकदमै डर लाग्छ डुसी परेको रहेछ भने ए राम्रै रहेछ ल मजाले आयो नि त पानी लचियास कत्रा मिठो छ मैले यो बाहिरको बोक्रा सबै छिरिसकेँ कि अब कसरी फुटाउनु तपाईँहरूलाई देखाउँछु है भर्याङको तलको यो कङ्क्रिटमा फुटाउँछु कि तपाईँहरूको घर चाहिँ भाडाको छ भनेदेखि चाहिँ नि जहाँ पाए त्यहाँ नफुटाउनु है फेरि बनाउन लाउँछ नि ल सजिलैसँग फुटिसक्यो है नरम खालको